महाभारत दुईटा पानीको जोड छ यहाँनिर छ अहिले हामी त्यहाँ हिमपाइप राखेर चलाइरहेको छौँ अलिक पानी आयो भने यहाँ उताको दुईटा पालिकाको पूर्ण रूपमा अवरुद्ध हुन्छ अहिले हामी तत्काललाई उहाँहरूलाई बेली ब्रिज मागे बेली ब्रिज पनि लगभग आइसकेको छ यहाँ प्राविधिक कारणले अलिअलि ढिलो भएको छ अब यो दुईटा पालिका चाहिँ अलिकति ठुलो पानी पर्यो भने त्यो ठ्याक्कै अवरुद्धै हुन्छ त्यसको लागि हजुरले यो हाइवेको त छँदैछ तलसम्म हामी यताको 100 मिटर जति बेली थियो नि पहिला हो विपदमा 120 मिटरको थियो पहिला हामीले त हजुर त्यो महाभारत जनबाट 100 मिटर जतिको पुल थियो 135 मिटर कति 135 त्यो बेली ब्रिज हैन त्यो बगायो हैन त्यो हामीले इन्डियन भारतीय सरकारलाई अनुरोध गर्यौं त्यहाँबाट आउँदैछ त्योभन्दा अगाडि हामीले सपोर्ट बनाइसक्नु पर्छ कि त्यो सपोर्ट बनाउनलाई हामीले कन्सल्टिङ गर्दाखेरि त्यसको त कि दुईटा बेली राख्नु पर्यो देखियो नत्र 8 वर्ष लान्छ नि त फेरि गरेर हामीले पनि सेफ्टी रिस्क एनालाइसिस गरिराखौँ हामी गर्छौँ त्यसले त्यो कन्सल्टेसन यो बर्खा अगाडि त्यो भयो भने बर्खा अगाडि चाहियो नि हामीले